हेलो गाइस, वेलकम बैक टु माई युट्युब च्यानल। आज चाहिँ म यहाँ घरमा बसेर काम गर्दैछु है। यसरी जङ्गलको मल ल्याएर मसिनो बनाएर काटेर कुहिएकोहरू बटुलेर यहाँ अर्किडलाई आज मल रिपोर्टिङ गरौँ भनेर सोच्दैछु है। यसरी मलहरू ल्याएको छु। यहाँनिर मसिनो काटेर सबै कुहिगएको छ र पनि ठुलो पातले अलिक डिस्टर्ब गर्छ होला भनेर यहाँनिर चाहिँ आज मल काट्दै गरेको। सायद रिपोर्टिङ चाहिँ म भोलि मात्रै गर्छु होला। अन्त अर्किडहरू त्यहाँतिर बल्ब किनेर ल्याएकोहरू एक दुईवटा राखेको छु है। अस्ति ल्याएको छु। यहाँतिर मसिनो बल्बहरू राखी छोडेको छु। यिनीहरू भर्खर आउँदैछ। साह्रै बेसी त छैन अर्किडहरू, र पनि यसो अलिकति घरको सोको लागि रोपौँ कि भनेर। सरी फुलिसकेको है। यहाँनिर एउटा लास्टको फुल्नु छ। यो सायद योपालि अलिक पछुवा भयो जस्तो छ। घरको चेपमा राखी छोडेको छु मैले सबै अर्किड। यस्तो छ मेरो चाहिँ होम गार्डनहरू। तपाईँहरूलाई कस्तो लाग्यो हेर्दै गर्नु होला। लाइक सेयर कमेन्ट गर्दै गर्नु होला। तपाईँहरूको कमेन्ट लाइक सेयरले नै मेरो भिडियो अगाडि बढ्छ है। यहाँनिर चाहिँ यहाँ ग्लासमा लगाइराखेको छु। अस्ति माथि फुलेको चाहिँ अलिक राम्रै थियो कि त्यो राम्रोलाई चाहिँ फ्याँक्नु पनि माया लागेर चाहिँ पानी लगाएर बोतलमा राखेर मजाले राखी छोडेको छु है। यसरी राख्दाखेरि पनि हुँदो रहेछ। सायद त्यो हप्ता 10 दिन भइगयो र पनि केही भएको छैन, राम्रै छ। यता यो मनी प्लान्टहरू केहरू यिनीहरू